पस्दाखेरि गफ गरेर जाने बाजेको त कहाँ भेट्यो गफ गर्नु अब त भोलि राति कुद्नुपर्छ उताबाट आएर जानु नि त कहाँको भेट्छ झोला पनि यो कसले दिइहाल्यो अरे दोकानेले ए त्यत्तिकै त्यसो भयो 1500 झोला 1000 रुपियाँ लैजाऊ बाजे भने हुन्छ ल भने 500 दिन्छु हुन्छ भने ओ त्यसो चेकअप खुर्का चेक त 300 एउटा कुलो लाने है भने फ्याँकिदिए लैजाऊ जुत्ताहरू त के लानुपर्छ बाजे भयो के लिनु बाजेलाई भन्यो अनि खुइगाको पनि हो भने त्यो लिएर आयो उसको त्यो हाम्रै जामाको थियो त्यो उसको मालिक थियो त्यसले त केही पनि भनेन केही पनि भने भएको ल पैसा देऊ पनि भनेन केही मेरो मालिक छैन उसले चाहिँ मागेर भएन र त्यही चाहिँ झोलामा खाटको उसै जुत्ता लगाइदियो लिएर आएको अझ दुःख पाउनुभयो यसरी उसले त त्यत्तिकै म त के हो के मोरी काटेपछि त्यसको बाद भेट्दो रहेछ नि त सट्टापट्टा भएको भएकै घरि के हुन्छ घरि के हुन्छ मौरीको झार कतिको छ तपाईँको बाबा छ आज सकाएर त 6-2-4 घर त तर सकिएर अस्ति कुरा मात्रै हो यत्रो जेठानाथले खर्च गरेर अलि ल्याइदिउँ भनेर त सबै सकियो अब एक्लै हिँड्नु त गाह्रो हुन्छ एक्लै हिँड्नु त गाह्रो भन्दा पनि गाह्रो भयो त्यसो नहिँडेको